हेलो साथीहरू, तपाईहरुलाई हाम्रो यस च्यानल एडभाइस नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु र आज पनि म फेरि कक्षा 11 को पाठ 2 गाउँको माया भन्ने कथाको सारांश तथा मूलभाव भन्न गइरहेको छु। इस्मालीद्वारा रचित गाउँको माया नेपाली समाजको यथार्थ, ग्रामीण जीवनको सङ्घर्ष र गाउँप्रतिको अगाध प्रेमलाई उजागर गर्ने एउटा भावुक कथा हो। कथाको मुख्य पात्र किशन अध्ययन र कामको सिलसिलामा सहरमा बसे पनि लगभग 2 वर्षको निरन्तर प्रयासपछि आफ्नो जन्मगाउँ फर्किन्छ। गाउँ फर्कने क्रममा उसले मनस्पटलमा बाल्यकालका स्मृतिहरू, गाउँका साथीहरू, बुदना, परीक्षण, रामदरस, टोल छिमेक, हाट बजार, जात्रा तथा मेलाहरू ताजै भएर आउँछन्। गाउँ पुग्नै लाग्दा किशनको भेट आफ्नो बाल्यकालको साथी परीक्षणसँग हुन्छ। खेतमा हलो जोतिरहेको परीक्षणले किशनलाई देख्न साथ आत्मीयताका साथ स्वागत गर्छ र उसलाई सिमलको छहरीमा शीतल पानी खुवाउँछ। गफगाफका क्रममा उनीहरूका पुराना स्मृतिहरू ताजा हुन्छन्। सानोमा सँगै गाई भैँसी चराएको, नदी पौडिएको, काँचो मकै चना पोलेर खाएको र रमाइलो गरेको सम्झिँदा किशन र परीक्षण दुवै भावुक बन्छन्। तर कुराकानी अघि बढ्दै जाँदा गाउँको वर्तमान अवस्था र वर्गीय खाडल स्पष्ट रूपमा देखिन थाल्छ। शिक्षित भएर सहर पसेको किशन र गाउँमै बसेको परम्परागत कृषि तथा मजदुरीमा सीमित परीक्षणबीच जीवनस्तर र सोचमा ठूलो भिन्नता आइसकेको हुन्छ। परीक्षणले गाउँको दुःखद परिस्थिति सुनाउँछ। त्यहाँका सामन्त तथा टाँठाबाठाहरूले फुटाउ र राज गर, डिभाइड एन्ड रुलको नीति अपनाएर श्रमजीवी किसानहरूलाई आपसमा विभाजन गराएका छन्। मजदुरी र ज्याला बढाउनका लागि किसानहरूले गरेको हडतालमा फेकन र शनिचर जस्ता मानिसहरूले धोकाबाजी गर्दा किसानहरूको एकता टुटेको र गाउँमा 3वटा पार्टी वा गुट बनेको तिर्तो यथार्थ परीक्षणले पोख्छ। परीक्षणले किशनलाई सहर बसेर गाउँलाई बिर्सेकोमा मिठो व्यङ्ग्य गर्दै गाउँका किसानहरूको ढाडस बनिदिन र उनीहरूको आवाज बन्न आग्रह गर्छ। उसले गाउँको वास्तविक विकास र सम्मान हँसिया, कोदालो र पाखुरी चलाउने मजदुरहरूकै पसिनामा टिकेको कुरा स्पष्ट पार्छ। परीक्षणले किशनलाई गाउँका मानिसहरूका दुःख, सङ्घर्ष र घटनाहरूलाई समेटेर एउटा सुन्दर नाटक लेखिदिन विशेष अनुरोध गर्छ। कथाको अन्त्यमा साथी परीक्षणको आग्रहले किशनको मनमा गहिरो प्रभाव पार्छ। आफूलाई लेखक वा नाटककार नठान्ने पनि गाउँका सोझा किसानहरूले आफूप्रति राखेको विश्वास र सुम्पेको जिम्मेवारीले उसलाई गम्भीर बनाउँछ। गाउँमा टेकिएका पाइलाहरूसँगै उसले गाउँको यथार्थ कथा र सङ्घर्षलाई शब्दमा उतार्ने अठोट गर्छ। निष्कर्ष: समग्रमा यो कथाले ग्रामीण क्षेत्रमा हुने वर्गीय शोषण, श्रमजीवी किसानहरूको एकता र सङ्घर्ष अनि शिक्षित वर्गले आफ्नो माटो र समाजप्रति निर्वाह गर्नुपर्ने दायित्वलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। आशा छ तपाईहरुले यस कथाको सारांश तथा मूलभाव बुझ्नुभयो होला र यदि तपाईहरुलाई हाम्रो यस भिडियो मन परेको छ भने कृपया लाइक, शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला।